नमस्ते सबजनालाई। आज हाम्रो फेरि नेक्स्ट डेको चाहिँ हाम्रो साकुरा हेर्न जाने प्लान छ है। ज्याकेट किन यही ठिक छ। कुन जिन्स लैजाम त अर्कै लानु पर्छ पनि। सामान भएर गाह्रो छ। खुली छैन मान्ला त्यो टेबल हो क्या। म मिलाउँछु बस्नु त तरी आइज। सेकेन्ड टाइमको काकी सेमङ झाकुरा हेर्न जाने प्लान भइरहेछ है। आज हाम्रो टिम फरक छ फेरि है। अस्ति चाहिँ अर्कै टिम हो, आज हाम्रो दिदीहरूसँग गइरहेछौँ। कोही चाहिँ क्या हो पैसा पो लाग्ने रहेछ त यहाँ त। हो र पैसा लाग्दो रहेछ र पो त नि। हो र कति रे झरेको साग ऊहरू पनि रहेछ नि त सबै थोक। ठिक रहेछ दिदी साकुरा त्यस्तो त झरेको छैन हेर्नु त। माथि माथि रहेछ नि त। बाइकलाई चाहिँ ऊ रहेछ कि गेन्चुकीलाई चाहिँ 500 फ्री 500। गेन्चुकी बाइकहरू त फ्रीमा गर्दा नि हुन्छ नि। यहाँ त छ हामी माथि नै छौँ है। यहाँ त कहाँ छिर्ने ठाउँ छ भयो। हो र यहाँ सौटाउन बसेर न साथी पैसा लिने हो कि सुरुमा। टन्ने छ त के ढिलो गरेको त सर्ट छिरायो भइहाल्यो नि। हाई दिदी गोमेन्दी तपाईँ मैले इसका सोचे भन्दा नि त। はい、1000円になりますはいね。はいお願いします。はい、ありがとうございます。はいダッシュボードを置いといてください。はい。कता रोक्ने हो त नि चुप जताभाइ त्यता हिँडिरहेछ। यहाँ रोक्नुपर्छ कि यो ट्याक्सी अगाडि ऊ त्यो माथितिर छ। कहाँनिर रोक्न ल भन त हामी तिमीले जहाँ सजिलो लाग्छ त्यहाँ रोक। म त जाने पार्क त गरिहाल्छु नि। अलि सस्तो गाडीको पछि राख्नु जस्तै हामी आएको सेमङ झाकुरा पार्किङ नपाएर फर्किएको छौँ गाइस है। अहिले चाहिँ जस पार्किङ चाहिँ पायो। भित्र कस्तो छ हेरौँ। म बोल्दैछु। यो राखौँ न के यो चाहिँदैन होला सानोलाई पनि सानो भयो सानो। तिमी जता हाल्यो नि तिम्रो डन्डी उचालेर हिँड्छ आउँछु भने कि हामी हरायौँ भने डन्डी उचाली हरायो। छिट्टो अन्नै छ। अस्ति आएको म चाहिँ पार्किङ नपाएर 4 घन्टाको लामो कुदाएपछि पनि हामी चाहिँ पार्किङ नपाएपछि फर्केको अवस्था थियो। अनि अहिले चाहिँ फाइनली पार्किङ त पायो है। फुलहरू पनि राम्रो छ, झरेको जस्तो ल्याइरहेको थियो। फुलहरू पनि राम्रो छ। अहिले चाहिँ पार्किङहरू जो नर्मली जाम त भएन, अलि पायो। मजाले घुमिरहेको छु। मान्छेहरू पनि एकदम भिड छ है।
पानी हो हाम्रो आफ्नो खाना नि त्यतातिर जाऊँ न हुन्छ ओहो यो चाहिँ हो के खतरा नि ठुल्ठुलो क्या घाम लाग्ने ठाउँमा चाहिँ जाउँ मैले घाँस भएको उतै माथि हुन्छ कि मटर आउँछु एकदम बाबु मदन आउँछ दिदी यो निस्किनेहरू मटर कता कता जान्छ हौ है फाइनली गाइस हाम्रो लोकेसन चाहिँ यहाँनिर फिक्स भयो है मलाई मेरै जुत्ता हान्नु बिचरा दिदी धेरै हाइटमै आइएछ क्या धेरै हाइटमै आइएछ क्या पापा पो देख्ला जस्तै छ यहाँ लाइन बस्नुपर्ने के किन्ने ठाउँमा धेरै मान्छे धेरै भएर Bad y'all. Aku गर्ने जस्तै कमिला प्रकाश त्यसलाई त टोक्दैन होला टोक्नु त खाम दिदी त्यता छोराले हात धुँदैछ आमा प्रकाश ल खाने राख्यो अन्त खाने म त खाएँ खानाकै पनि दुईटा ल्याउनु पर्ने छ पुग्छ यत्रो खानेकुरा खाइसक्दा त हुन्छ नि लोभ गरेर यति ल्याएर कामै छैन फेरि गाडीमा खामै भोक लाग्यो भने अन्त हातले खाम कि हुन्छ फेरि त चिप्ल्यो भने यस्तो आलुको होइन यसलाई के डल्लो भनेर भन्नु मागेको भने पो दिएको मैले त कस्तो मिठो भएको है तर
लाग्यो चिनी चिनी दिदी माथि सर निचेर सर क्या उयो हो कि होइन काटेको चाहिँ होइन अघि देखेको थियो मैले म त हेर्दिनँ तिमीले चुमन गरेको थियो मम्मीसँग त ज्ञानी छ चिप्लेर है म त्यो भएर सानेको गरेर आउनु के हुन्छ के त्यहाँकोपट्टि खानु भयो फुपूसँग चाहिँ नमान्ने फुपूलाई बोलाउनु चाहिँ नि माया गरेको मम्मीसँग बस्ने फुपूलाई बोलाउने बोल्दिनँ माया एकतिर माया एउटासँग अनि के थोप्रे बिहे अर्को जो गर्नु हुँदैन छोरा जसलाई माया गर्यो त्यसलाई बिहे गर्नु चाहे जोसुकै होस् त्यही भन्नु होइन त्यसलाई सिक्खाको ल्याएको पनि छ म खानै पर्ला हौ खाए पनि भइदियो नखाए नि भन्छ जस्तो न प्रकाश त्यो पानी देऊ न अलिकति होइन तातो पानी ल्यायो त्यहाँ अलिकति यो अमिलो होला भनेर अलिकति पखालेर त्यो चाहिँ यहाँ राखेको छु। त्यो